तपाईको त कांग्रेस गयो भनेर तपाईको क्रिएट माइनस गर्दै नि बालेनको नि अब हेर्नु होला 1 वर्ष लाग्दैन दुईटैको एकैचोटी गयो माइनस क्रिएट माइनस गयो के हुन्छ अब नयाँ अवस्था बोलौं बरु नबोलौं यसमा विवाद नगरौं थाहा छ नेपालको चलखेल होइन विदेशी चलखेल हो यो हैन यो नेपालको युवाहरुको यो खास हो भन्ने शंका त हामीलाई पनि छ तर अब हेरौँ सेनाले के गर्छ सेनाको बङ्गलादेशमा अरू देशमा उनीहरूको थियो कमसेकम अरूको हेरेर उदाहरण बुझ्ने गर्न सक्नुहुन्न म बुझ्दैन हो त्यही भएर जिरो भनेको जिरो नै हो कम्युनिस्टको पतन त्यही भएर तपाईहरु जिरो नै हो कसरी जिरो तपाईँ जिरो कि म जिरो 2 दिनमा गराइदियो हो के भन्नु भएको छ यो त परिवर्तन बुझ्यो के को परिवर्तन हेर्दै घरको खर्च गरेर नभइदियो घरको घुसपेट छ इन्टरनेटमा यसो अलि भरिएका केटाकेटीहरूलाई इन्टरनेट बन्द गरिदिएपछि आउँदैनन् त अनि रिसेर त्यो पराउँछ अरू देशमा मिसिदियो कि अन्त घुसपेट भयो त सबै घुसेर नि सबै घुसपेट त्यही पनि बन्द गरिदिएको त्यो रिसमा अरूले अवसर बाँधेर अरू चलखेल भइदियो विदेशी सबसे त कस्तो भएको छ कति त बेङ्गलोर चाहिँ गए कमसे कम अलिकति सोच्नुस् कि त्यसै जिरो भने होइन मैले राति खाने भयो जिरो त्यसै भनेको छैन अहिले होइन पहिलेदेखि किन भनेको जिरो भनेर यही हुनलाई भनेर विदेशी घुसपेट हो यो त समयको 10 वर्ष लागेर हाम्रो नेपालमा 10 वर्षभन्दा अगाडि कहिले पनि व्यवस्था चेन्ज भएको छैन 10 वर्ष युद्ध गर्नुपर्छ यिनीहरूले 2 दिन अब जेल चाहिँ पुस्ताले छोड्दैन होला कि नि बाबा अब पहिला हजुर छोड्दैन मात्र हुन्छ आलु सौदा छैन ढुक्कै बस्नुस् के के गरे रूपान्तरण हुन्छ अब देशमा उही हुन्छ अब उही फेरि के कोन पता तपाईले किन नबुझेको यता बस्नु यहाँ बुझ्ने भएन तर पूर्ण गर्नु सुन्नु नत्र भने पनि नउचुलो लगाएर भन्नु न हाम्रो देशमा आफू हिसाबले चलेको छैन अर्काको लगानीमा हो सबै व्यवस्था चेन्ज भएको अरूले गरेको हो आफ्नै देशमा राजा फाल्ने शिक्षा नभएर फालेको सुन्नुस् राजा हाम्रो देशको जनता र नेताले फालेको होइन करप्सन रोक्नको लागि अब गयो अनि के बुझ्नु भएको छ तपाईले के बुझ्नु भएको नेपालको राजा फालेको नेपालीले होइन होइन सिधै कुरा क्लियर के बुझ्नु भएको छ हिजो राणा फालेको नेपालीले होइन के बुझ्नु भएको छ अहिलेसम्म अब जसले फालेर अहिले त्यसै अहिले जिरो आन्दोलन के हो भने क्या अहिलेको आन्दोलन के बुझ्नु अहिलेको आन्दोलन अहिलेको आन्दोलन यो एउटा के भन्दाखेरि केपी ओलीले चाहिँ एउटा नदिएको त्यो एउटा अवसरवादी र बालेनको शक्ति र विद्याको शक्तिलाई चाहिँ उसले चाहिँ नजरअन्दाज गर्न नसक्नु यसैमा धमिलो पानीमा विदेशीले माछा मार्दिए भएको त्यही विदेशी घुसपेट हो यो तपाईको यो करप्सन देख्नु भएन फेसबुकबाट चाहिँ सञ्चार माध्यमबाट जनताहरूलाई चाहिँ वञ्चित बनाएको देख्नु भएन नेताहरूले चाहिँ कति भ्रष्टाचार गरेको त्यो देख्नु भएन त्यसको